यो अधिकारी बन्धुहरूको कुल पूजा यो विन्ध्यवासिनी मन्दिर लमई नगरपालिका वडा नम्बर 3 कौडियामा हामी कामनी क्रम जारी छ। यहाँ धामीहरू काम गर्छ, सबैमा चाहिँ भगवान लागेको अवस्था छ। छोड़ दो बाटो। माधवले फेरि घन्टी चुटाएको डरका अनि सम्झिराख्नु पर्यो चित्रीहरूलाई होइन। अनि बल्ल भन्दो रहेछ क्या दारू खालिएको नि कहाँ देखि अनि दारू खाँदैन हुन्छ नि त। हाम्रो टुवाको छोरा कान्छालाई पकड्छु आना परमेश्वरी निकै रमाइलो। यो अधिकारी बन्धुहरूको चाहिँ नि आज कुल पूजा दिवाली दाङ जिल्ला लमई नगरपालिका वडा नम्बर 3 कौडियामा।
यो निकै रमाइलो अधिकारी बन्धुहरूको चाहिने आज दिवाली कुल पूजा हजारौंको संख्यामा डाङ जिल्लाभरिबाट देउखुरीमा जम्मा हुनुभएका अधिकारी बन्धुहरूको निकै रमाइलो भगवानलाई सम्झिने कुल पूजा आज हामी लमई नगरपालिका वडा नम्बर 3 हजारौंको संख्यामा उल्लासमय वातावरणमा सबै अधिकारी बन्धुहरू एक आपसमा सबैलाई नमस्कार। यो हाम्रो विन्ध्यवासिनी मन्दिर, यसै गरी यतातिर यो प्रतीक्षालय सुन्नानी, त्यसपछि गएर यो चाहिँ क्षेत्रपाल धामी काप्ने क्रम जारी छ। केटाकेटीहरू, दिदीहरू, आमाहरू, भाउजूहरू रमाइरहनु भएको छ। जता हेऱ्यो उतै उल्लासमय वातावरण छ। निकै उल्लासमय वातावरण, निकै रमाइलो छ। प्रत्येक 2 वर्षमा आउने यो दिवाली कुल पूजा अधिकारी बन्धुहरूको, आमाहरू, दिदीहरू, भाउजूहरू, चेलीबेटीहरू पनि प्रशस्त मात्रामा उपस्थिति छ।
सचिवालयका साथीहरू या आफ्नो काममा व्यस्त हुनुहुन्छ। यो सचिवालय अधिकारी बन्धुहरूको आज कुल पूजा लमही नगरपालिका वडा नम्बर 3 सबै काकाहरू, हजुरबुवाहरू, भाइहरू, दाइहरू र दाङ जिल्ला देउखुरी, खास गरी देउखुरी प्युठानबाट पनि समस्त अधिकारी बन्धुहरू आज यहाँ उपस्थित भएको अवस्था हो। यहाँ घन्टा ल्याने चिन्ता गर्न भएन क्या अहिले यस्तो खाना बानी हुन्न त्यो अहिले आजकलका उयोहरू जानु किन नयाँ हो त्यसैले होला यस्तो यो काम चस्माले देखेन चस्माले देखेन चस्माले देखेन चस्माले चस्मा खोल्थ्यो चस्मा भोजरा दाइ भोजरा दाइ चस्मा यही गऱ्यो भने नेपाल सरकारले छुट्टिदिन्छ लेखिएको पेन्ट होइन एकचोटि गरेर
यतै छ यतै छ घुमा भनेर गाडी बन्द गर्न लाग्यो होला भइहाल्छ नि होइन हामी त अधिकारी वंशको भव्य कुल पूजामा समावेश भइरहेका छौँ। यी पाठाहरू भगवानलाई चढाउनका लागि ल्याइएको कोही यता छन् बढ़िरहेको छ। हाम्रा कुल समितिका पूजा समितिका हाम्रा बन्धुहरू क्षेत्रपाल हिन्दवासिनी सुनानी लगायतका मन्दिरहरूमा पूजाको भव्य समय हुनुभएको छ। मन्दिरमा पूजा गर्न इच्छुक उपस्थित भएका दिदीबहिनीहरू भएर मन्दिरमा हजुरहरूको सेवामा बसिरहेको छ। विशेष गरी यस कुल मन्दिरमा पूजा गर्न समावेश हुने बन्धुहरूको पारिवारिक तथ्याङ्क रिपोर्ट राख्ने व्यवस्था मिलाएका छौँ। त्यसको लागि उपस्थित सबै बन्धुहरूले सचिवलाई सम्पर्क राखी पारिवारिक विवरण भरिदिनु हुन हामी विशेष अनुरोध गर्दछौँ। साथै नाम उपस्थिति जनाउन छुट्नुभएका बन्धुहरू उपस्थिति पुस्तिकामा आफ्नो उपस्थिति जनाइदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ। हाम्रो पूजा निरन्तर रूपमा अगाडि बढिरहेको छ। हामी पूजाको भव्य समारोहमा समावेश भएका छौँ। हाम्रो सचिवालयको टिमले आर्थिक लेखा व्यवस्थापन, उपस्थिति व्यवस्थापन, तथ्याङ्क विवरण व्यवस्थापन गरिरहनु भएको छ। त्यहाँ सचिवालयमा उपस्थित हुनुभएर सबै बन्धुहरूले आफ्नो पारिवारिक तथ्याङ्क विवरण हाम्रो सचिवालयमा विवरण भरिदिनु हुन हामी सबै बन्धु अधिकारी बन्धुहरूलाई विनम्र अनुरोध गर्दछौँ। विभिन्न जिल्लाबाट हाम्रो यो कुल पूजा मन्दिरमा बाँके, बर्दिया, कैलाली, दाङका विभिन्न क्षेत्र, सबै दाङभित्रका विभिन्न क्षेत्र, प्युठान, अर्घाखाँची, कपिलवस्तु आदि जिल्लाबाट हामी यहाँ कुल पूजामा बन्धुहरू सामेल भएका छौँ। एक आपसमा चिनजान परिचित गरेर हामी अगाडि बढिरहेका छौँ। हाम्रो यो सुनौलो अवसर, यो बन्धुहरूको मिलनको यो महत्त्वपूर्ण सुनौलो अवसरलाई हामीले भरपूर प्रयोग गरौँ, चिनजान गरौँ। आफ्नो पुस्ता, आफ्नो परिवार,
निकै उल्लासमय वातावरणमा अधिकारी बन्धुहरूको दिवाली, अधिकारी बन्धुहरूको कुल पूजा लमही नगरपालिका वडा नम्बर 3 कौडिया निकै उल्लासमय वातावरण। आशीर्वाद दिनुहुनेछ हामी सबैको हाम्रो कल्याण होस्, अधिकारी बन्धुहरूको सबैको कल्याण होस्। क्षेत्रपालले हामीलाई आशीर्वाद दिनुहोस्।